माया के हो? मायालाई मनोविज्ञानले कसरी व्याख्या गरेको छ? यसको बारेमा केही चर्चा गरौँ। इन्ट्रेस्टिङ टपिक छ। नमस्कार, म राजु राउत। वास्तवमा मायालाई धेरै विद्वानहरूले, मनोविदहरूले व्याख्या गरेका छन्। धेरै थ्योरीहरू छ मायाको। यो मध्ये म तपाईँहरूलाई एउटा इन्ट्रेस्टिङ थ्योरीको बारेमा सेयर गर्न चाहन्छु। रोबर्ट स्टर्नबर्गले ट्रायङ्गुलर थ्योरी अफ लभ भनेर व्याख्या गरेका छन्। त्यो ट्रायङ्गुलर थ्योरी अफ लभले चाहिँ मायालाई 3टा हिसाबले चाहिँ व्याख्या गरेका छ। इन्टिमेसी, एउटा हेर्नुहोस् है, इन्टिमेसी, प्यासन र कमिटमेन्ट। इन्टिमेसीमा जब कसैसँग नजिक भएको फिल हुन्छ, एकदमै राम्रो बन्डिङ भएको फिल हुन्छ, एकदमै धेरै नजिक भइरहौँ जस्तो फिल हुन्छ, त्यसलाई माया भनेर वर्णन गरेका छन् रोबर्ट स्टर्नबर्गले। हेर्नुहोस् है, भनेपछि नजिकको कुरा। अर्को प्यासन। प्यासनमा के भन्छ भनेपछि चाहिँ यसमा चाहिँ फिजिकल अराउजलको कुरा गरेका छन्। भनेको भौतिक रूपमा चाहिँ नजिक भइरहौँ जस्तो लाग्ने, होइन, फिजिकल अराउजल, होइन, जस्तो भनौँ न यो बुझ्बको भन्छ नि, होइन, त्यस्तो चाहिँ हुन्छ भने त्यो माया हो भनेर व्याख्या गरेका छन् हाम्रो मनोविद रोबर्टले। अनि अर्को चाहिँ कमिटमेन्ट। जस्तो छोटो वा लामो समयको लागि चाहिँ जुन एउटा कमिटमेन्ट हुन्छ, त्यो मायालाई मेन्टेन गरिराख्ने कमिटमेन्ट, होइन, सेक्रिफाइस गर्ने कमिटमेन्टको कुरा गरेका छन्। भनेपछि के रहेछ त, मायालाई 3टा हिसाबले व्याख्या गरेका रहेछन्, होइन, रोबर्ट स्टर्नबर्गले। जसमा के भनेका रहेछन् त भनेपछि एउटा भनेको चाहिँ उनले प्यासनको कुरा गरेका रहेछन्, होइन, कतिको चाहिँ यो फिजिकल अराउजलहरू हुन्छ, होइन, यहाँ चाहिँ मेन्टल अराउजल हुन्छ। त्यसपछि अर्को उनले कुरा गरेका रहेछन्, होइन, क्लोजनेस, बन्डिङ कतिको छ, र त्यो मायालाई निभाउनको लागि लङ टर्म र सर्ट टर्म कमिटमेन्टमा धेरै कुराहरू आउँछ, छ कि छैन भन्ने कुरा चाहिँ यसरी व्याख्या गरेका रहेछन्। तर यसको परिभाषा धेरैले आफ्नो हिसाबले नै व्याख्या गरेका छन्। तर अहिले अनकन्डिसनल लभ चाहिँ खासै हुन अलिक गाह्रो नै छ, होइन। हरेक ठाउँमा चाहिँ कन्डिसन देख्छौँ हामीले, यस्तो भयो भने त्यो भन्ने कुरा हामी देख्छौँ। त्यस कारणले यसलाई हामी सबैले बुझ्नुपर्ने चाहिँ हुन्छ। हस्, नमस्कार।